भोजपुर नगरपालिका 4 दाङमा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई ट्र्याकसुट वितरण गरिएको छ। समाज राष्ट्र सेवाप्रति प्रतिबद्ध भन्ने मूल नाराका साथ 2068 सालमा काठमाडौँमा स्थापना भएको कृष्ण लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानले यहाँका बाल कक्षादेखि कक्षा 12 सम्मका 500 विद्यार्थी र शिक्षकलाई ट्र्याकसुट वितरण गरेको हो। विद्यालयको 77औं वार्षिक उत्सव तथा आफ्ना स्वर्गीय पिता माधव प्रसाद श्रेष्ठको पुण्य स्मृतिमा विद्यालयका सम्पूर्ण विद्यार्थी तथा शिक्षकलाई ट्र्याकसुट वितरण गरिएको प्रतिष्ठानका अध्यक्ष रोशन श्रेष्ठले जानकारी दिनुभयो। आफ्नो मातृभूमि र मानवीय सेवामा सामाजिक कार्य गर्ने लक्ष्यले स्थापित प्रतिष्ठानले विभिन्न समयमा सहयोगका कार्यक्रम गर्दै आएको छ। आफूसँग पर्याप्त पैसा भएर भन्दा पनि समाज सेवाको भावना जागृत गराउनका लागि सामाजिक कार्य गरिरहेको अध्यक्ष श्रेष्ठको भनाइ छ। 2068 सालमा स्थापना भएको समाज राष्ट्र सेवाप्रति प्रतिबद्ध यो कृष्ण लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान मेरो स्वर्गीय पिताजीको आफ्नो भित्री सोच अनुसार यसलाई संस्थागत रूपमा समाज र राष्ट्र सेवाप्रति के काम गर्नुपर्छ भन्ने धारणाको लागि यो चाहिँ स्थापना भएको हो। त्यसको एउटा युथ केटारले लिडरसिप लिनुपर्छ भनेर बुवाले मलाई अध्यक्ष बनाइदिनु भयो र अहिले 68 सालदेखि पछाडि हामी चाहिँ भूकम्पको बेलामा कोभिडको बेलामा राष्ट्रलाई सङ्कट परेको बेलामा यो संस्था मार्फत हामीले विभिन्न किसिमका मानवीय गतिविधि गरिरहेको हो र अहिले पछिल्लो क्षणमा चाहिँ हाम्रो सिद्धेश्वर माध्यमिक विद्यालय जहाँ हामीले पढ्यौँ, मेरो पिताजी यहाँको फाउन्डर विद्यार्थी पनि र हेड सर पनि हुनुभयो यहाँ। त्यही भएर बुवाको आत्मालाई उहाँको पुण्य स्मृतिमा आत्मालाई साँची राखेर हामी छोराहरू मेरो भाइ रमेश क्याप्टेन रमेश श्रेष्ठ, रविन श्रेष्ठ र म रोशन श्रेष्ठ हामीको व्यक्तिगत तर्फबाट यो स्कुलको 77औं वार्षिक उत्सवको उपलक्ष्यमा हामी चाहिँ फागुन 25 गते यहाँ चाहिँ नेपाल सरकारका उपप्रधानमन्त्री प्रकाशमान सिंहजी प्रमुख अतिथि हामीले यहाँ इन्भाइट गरेर त्यसको समारोह हामीले सम्पन्न गरेका थियौँ। र त्यो टाइममा हामी संस्थाले के काम गर्ने त भन्दाखेरि हामी दाजुभाइ हाम्रो संस्थाले सल्लाह गरेर यहाँको टिचरसँग हामीले यहाँको आँकडा लियौँ। लगभग 500 स्टुडेन्ट्स एन्ड टिचिङ स्टाफलाई ट्र्याकसुट यो चाहिँ हप्तामा 3 दिन युनिफर्मकै हिसाबले लाउने पनि रहेछ। त्यो भने हप्तामा 3 दिन लाउने हुनाले हामीले चाहिँ यो दिनुपर्छ भनेर 500 लगभग ट्र्याकसुट लिएर आजको हामी वितरण गर्न यहाँ गइरहेका छौँ। अलिकति उनीहरूलाई चाहिँ प्रेरणा मिलोस्, पढ्नको लागि, खेल्नको लागि, खेलकुदको लागि चाहिँ एउटा सकारात्मक सोचका साथ अगाडि बढोस् भनेर चाहिँ हामीले प्रेरणा स्वरूप पनि यो गरेको हो। हामीले कुनै धेरै सम्पत्ति धन सम्पत्ति भएर गरेको काम होइन, एउटा विशुद्ध रूपले भावनात्मक हाम्रो प्रस्तुति हो। अब हाम्रो गाउँप्रतिको आफ्नो जन्मथलोप्रतिको जुन अगाध श्रद्धा स्नेह रहन्छ त्यसैलाई हामीले अभिव्यक्त गरेको हो। र पिताजीको जुन सोच थियो यो दावा भनेको एउटा समृद्ध गाउँ हो। नेपाल अधिराज्यमा धेरै गाउँहरू छन् तर दावा भन्ने चाहिँ वास्तविक समावेशी गाउँ पनि हो भने उहाँले आफ्नो मिरमिरे झलझलकार हो भन्ने किताबमा लेख्नु पनि भएको छ। र त्यही हिसाबले हामीले चाहिँ यसलाई उहाँको पिताजीकै भावनालाई फलो गर्दै हामीले यस्ता कार्यक्रमहरू अगाडि बढाइराखेका छौँ। प्रतिष्ठानका प्रमुख संरक्षक एवं मानार्थ अध्यक्ष स्वर्गीय माधव प्रसाद श्रेष्ठको पुण्य स्मृतिमा कार्यक्रम गरिएको हो। बुवा रामप्रसाद श्रेष्ठ र माता कृष्ण लक्ष्मी श्रेष्ठका सुपुत्र माधव प्रसाद श्रेष्ठको 1993 साल वैशाख 18 गते जन्म भई 2079 मङ्सिर 22 गते स्वर्गवास भएको थियो। पिताको स्मृतिमा विद्यालयका विद्यार्थीहरूको एकरूपतासँगै पठन पाठनमा प्रेरणा मिलोस् भन्ने लक्ष्यले विद्यार्थीलाई आवश्यक पोसाक वितरण गरिएको उहाँका छोरा क्याप्टेन रमेश श्रेष्ठले बताउनुभयो। यहीँको माटोमा हुर्किएकाले मातृभूमिको सेवा गर्ने उद्देश्यले विभिन्न सामाजिक कार्य गर्दै आएको उहाँको भनाइ छ। आफ्ना पिताको स्मृतिमा 3 दाजुभाइ रोशन श्रेष्ठ, रमेश श्रेष्ठ र रविन श्रेष्ठले पोसाक वितरण गरेको उहाँको भनाइ छ। यो भने कृष्ण लक्ष्मी श्रेष्ठ प्रतिष्ठान भनेर मेरो पिताश्रीले चाहिँ 2068 सालमा लिनुभएको हो। त्यसबाट यो अन्तर्गत चाहिँ हामीले आफ्नो गाउँमा चाहिँ यहीँ जोडौँ भनेर चाहिँ अब बेला बेलामा आउन नि मन लाग्छ। हरेक कुरो हिसाबले जोडेर चाहिँ यो जनसरोकारको कुराहरूमा चाहिँ केही गरौँ भन्ने चाहिँ
मेरो दाजुको हाम्रो प्रतिष्ठानको पनि मेन उद्देश्य त्यही हो। त्यो अनुसारले चाहिँ हामीले चाहिँ विभिन्न यहाँ गर्दै आएको छौँ, तपाईँहरूलाई जानकारी पनि छ। अनि अस्ति आउँदाखेरि 77औं वार्षिक जयन्तीमा हामी आयौँ। आएपछि अब यहाँ हाम्रो पहिला पनि छ स्मृति कोष, अक्षय कोष होइन, त्यो अक्षय कोष अझै थपिदिउँ कि जस्तो भएको थियो। अनि ठ्याक्कै यहाँ मेरो दाइले के भन्नुभयो भने यहाँ ट्राकसुट लाउँदा रहेछन्, ट्राकसुट किनिदिउँ न बरु 500 वटा जति भन्नु। यसो विचार गरेर ठिकै छ, त्यही नभए 2 वर्ष 3 वर्ष त लाउँछन् केटाकेटीले। भनेपछि हाम्रो चाहिँ उनीहरूलाई अब लाएर हिँड्ने नयाँ लुगा पनि पायो, लुगा फेर्ने पनि पायो, नभए अहिले एउटा छ कि के छ है थाहा छैन होइन। त्यो भएर चाहिँ अनि त्यो हिसाबले चाहिँ हाम्रो सोच त्यो भएर अहिले चाहिँ हामी गएर 15-20 दिन लगाएर चाहिँ सबैको यहाँ स्कुलको यहाँ सरसँग चाहिँ सम्पर्क गरेर नापो लिएर चाहिँ बनाएर तयार गरेर लिएर आएको। समाज र राष्ट्रलाई योगदान गर्ने सोचका साथ गरिएको काम प्रशंसा योग्य रहेको पूर्व परराष्ट्र सचिव तथा समाजसेवी दुर्गा प्रसाद भट्टराईले बताउनुभयो। यस्ता खालको कामलाई चाहिँ 3-4 तहमै हेर्नुपर्छ। पहिलो तह भनेको के भने उहाँहरू दावाबाट स्थायी रूपमा यहाँ बासिन्दा नभएर बाहिर गए पनि यहाँसँगको कनेक्सनलाई कायम गरिराख्नु भएको छ, त्यो एउटा कुरा भयो। अर्को कुरा चाहिँ के भने यहाँका विद्यार्थीहरूलाई नै पुरानो कुराहरू के हो भन्ने कुराहरू स्मरण गराइराख्ने र अझै राम्रो गर्नुपर्छ। पढाइ भनेको पढाइ मात्रै, लेखाइ पढाइ मात्रै होइन, खेलकुद पनि हो भन्ने, समग्र व्यक्तित्व विकासको लागि भन्ने त्यो आभास दिनको लागि ट्र्याकसुट वितरणहरू यस्तो कुराले एकदम ठुलो काम गर्छ होइन। तेस्रो भनेको चाहिँ जसको सम्झनामा गरिँदैछ माधव प्रसाद श्रेष्ठ, उहाँले मलाई निजी हिसाबले पनि भन्नुहुन्थ्यो यो स्कुल जति बेला स्थापना भयो त्यो स्थापना हुँदाखेरि यहाँ कसले स्थापना गर्यो, फाउन्डिङ प्रिन्सिपल को थियो भन्ने खालको कुराहरू धेरै हुन्छ। उहाँ यहाँ शिक्षक पनि हुनुहुन्थ्यो। पछि उहाँले के भन्नुभयो भने भाइ म त त्यो स्कुलको त संस्थापक विद्यार्थी हो नि भन्नुहुन्थ्यो। फर्स्ट ब्याचको विद्यार्थी त संस्थापक विद्यार्थी हो नि त होइन। त्यस कारण संस्थापक विद्यार्थीको सम्झनामा यो हुनु भइराख्नु अनि यो निरन्तरता दिनु त्यो सन्तानहरूको पनि वास्तवमा सदा सहायता हो। राम्रो काम गरेछ। अनि 2-3वटा संस्था छन् यस्तै, दावाली मिलन क्लब छ, यो संस्था भयो होइन। उहाँको यी कुराहरू चाहिँ एउटै समग्रमा गरिराख्छन्। र म परराष्ट्र मन्त्रालयमा थिएँ। के छ भने हामीले नन रेजिडेन्ट नेपालिज अर्गनाइजेसन एसोसिएसन एउटा खोल्यौँ नि, NRN भन्ने। त्यस्तै गरेर नन रेजिडेन्ट दावालीहरूको संस्था एउटा किन नखोल्ने भनेर दावाली मिलन क्लब खोल्यौँ होइन। यी सबै एउटा सहकारी पनि छ। यी 3टा संस्था चाहिँ एउटै अम्ब्रेला अन्तर्गतै जस्तो राम्रोसँग सञ्चालन भइराखेका छन्। अहिलेसम्म त्यसमा रोशन भाइले राम्रो लिड गरिराखेका छन्। कृष्णलक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानले समाज र देशका लागि गरिरहेको काम समाजका लागि प्रेरणादायक रहेको नेपाल विद्युत प्राधिकरणका पूर्व आर्थिक विभाग निर्देशक एवं प्रतिष्ठानका कार्यकारी सदस्य लोकमान मास्केले बताउनुभयो। होइन, हाम्रो प्रातस्मरणीय सम्झिज्यू हाम्रो माधव प्रसाद श्रेष्ठ, उहाँ चाहिँ बडा समाजसेवी हुनुहुन्थ्यो। उहाँको इनिसिएसनमा उहाँका छोराहरू हाम्रो के अरे रमेश श्रेष्ठ अनि रोशन श्रेष्ठज्यूहरूले चाहिँ उहाँको र उहाँ जहिले पनि समाजसेवा यसमा मात्रै होइन, शिक्षामा मात्रै होइन र स्वास्थ्यहरू सेवा धेरै कार्यक्रम गरिरहनु भएको छ। समाज सेवाप्रति बढी उत्प्रेरित र छोरालाई पनि गरिरहनु भएको छ। र छोराले आफ्नो बाबुको इच्छालाई र यो जुन विद्यालयको लागि विभिन्न शैक्षिक सामग्री, अब लुगाफाटा होइन, भलिबल प्रतियोगिताहरू पनि अर्गनाइज गरेर बाबुको इच्छालाई उहाँले पुरा गर्दै लग्नु भएको छ। त्यसलाई म उहाँहरूलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु। विद्यार्थीलाई पोसाक वितरणले पठन पाठनमा सहजता थप्ने विद्यालयका प्रधानाध्यापक सुभाष चन्द्र दाहालले बताउनुभयो। निशुल्क रूपमा पोसाक पाउँदा विद्यार्थी उत्साहित भएको उहाँको भनाइ छ। कतिपय आर्थिक अवस्था कमजोर भएका अभिभावकलाई प्रत्यक्ष लाभ पुगेको प्रधानाध्यापक दाहालले बताउनुभयो। विद्यार्थीहरूको उपस्थितिमा अनि त्यसपछि पठन पाठनमा, अनुशासनमा लगायतका क्षेत्रहरूमा चाहिँ महत्त्वपूर्ण सहयोग पुग्नेछ। अब कतिपय हामीले योभन्दा अगाडि नै विद्यार्थीहरूको लागि अनिवार्य रूपबाट ट्र्याकसुट चाहिँ गरेका थियौँ, ट्र्याकसुट अनिवार्य गरेका थियौँ। त्यसमा त्यो ट्र्याकसुट चाहिँ विद्यार्थीहरूले किन्नुपर्ने अवस्था थियो। तर अहिले विद्यार्थीहरूले निःशुल्क रूपबाट त्यही कलरको त्यही खालको चाहिँ ट्र्याकसुटहरू प्राप्त गर्न सकेका छन्।
कतिपय अभिभावकहरूले आर्थिक अवस्थाको कमजोरीले गर्दाखेरि उहाँहरूलाई ट्याक्सुटहरू किन्नको लागि चाहिँ एकदम समस्या परिरहेको थियो। अहिले निःशुल्क पाउँदाखेरि अवश्य नै अभिभावकजीहरू पनि खुसी हुनुभएको छ र विद्यार्थीहरू पनि खुसी छन्। उनीहरू अब विद्यालयमा चाहिँ नियमित रूपमा आउन यो ट्याक्सुटको अभावले गर्दाखेरि चाहिँ विद्यालय आउन जुन कहिलेकाहीँ विद्यार्थीलाई समस्या हुन्थ्यो त्यो पनि समस्या समाधान भएको छ। आफ्नो मातृभूमिको विकासका लागि प्रतिष्ठानले गरेको काम उदाहरणीय रहेको जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङले बताउनुभयो। उहाँको परिवारले आजभन्दा पहिला पनि सुरुदेखि नै सामाजिक कार्यमा यो विद्यालयको लागि ठुलो योगदान गर्दै आउनुभएको छ। यो अहिले जुन कबड्डी हल छ त्यो जमिन पनि उहाँहरूले प्राप्त गराइदिनु भयो, दान दिनुभएको विद्यालयलाई। त्यसैले हरेक क्रियाकलापमा उहाँहरूको ठुलो योगदान छ र त्यसमध्ये आज विद्यार्थी शिक्षकहरूलाई उहाँहरूले यो ट्र्याकसुट वितरण गर्नुभएको छ। यो चाहिँ अत्यन्त सराहनीय काम छ। यो पुण्य कर्मप्रति उहाँहरूको जुन योगदान छ त्यो अत्यन्तै सराहनीय छ। यो अविस्मरणीय पनि रह्यो यो विद्यालयको लागि। यो अत्यन्त आवश्यकता हो। यो चाहिँ उहाँहरूको जुन मन थियो, यो उहाँहरूको उदार भावना थियो, दान गर्ने विवेक जुन छ त्यो अत्यन्त सराहनीय छ। विद्यालयको शैक्षिक सुधारमा टेवा पुर्याउने लक्ष्यले प्रतिष्ठानले गरेको पोसाक वितरणको कार्यक्रम सराहनीय रहेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतको भनाइ छ। जो यो विद्यालयका पूर्व चाहिँ विद्यालय प्रधानाध्यापक चाहिँ जो माधव प्रसाद श्रेष्ठको छोरा हुनुहुन्छ रोशन बाबु श्रेष्ठ लगायत उहाँहरूको परिवारले चाहिँ यो हाम्रो 77औं वार्षिक उत्सव समारोह मनाउँदाखेरि त्यति बेला उहाँहरूले बोल्नुभएको थियो र हामी अत्यन्त खुसी छौँ। विद्यालयमा अलिकति एउटा चाहिँ एउटा भनौँ न नियमअनुसार चाहिँ यो चाहिँ अब ड्रेसका कुराहरू पनि एउटा चाहिँ तपाईँको चाहिँ एउटा त्यो पाटो रहेछ। शैक्षिक क्षेत्रको चाहिँ एउटा अनुशासित बनाएर विद्यार्थीहरूलाई चाहिँ विद्यालयमा चाहिँ गर्नको लागि चाहिँ एउटा त्यसले पनि एउटा सहयोग गर्दो रहेछ र धेरै अभिभावकहरू चाहिँ खुसी हुनुहुन्छ र मलाई पनि चाहिँ मतलब विद्यालयको एउटा अध्यक्षको हैसियतले विद्यालय व्यवस्थापन समितिको अध्यक्षको हैसियतले खुसी लागेको छ। प्रतिष्ठानको सहयोगमा निःशुल्क पोसाक पाउँदा विद्यार्थीहरू खुसी देखिएका छन्। पोसाक वितरणले विद्यालयमा नियमित उपस्थितिका लागि सहयोग पुग्ने विद्यार्थीहरूको भनाइ छ। विद्यार्थीहरूमा छुट्टै किसिमको ज्ञानहरू प्राप्त होस् भनेर उहाँहरूले हेल्प गर्नुभयो हामीलाई होइन। अनि यो ड्रेस लगाउँदा चाहिँ अब सबैजना एक भनेर होइन एक रूपको देखियोस् भनेर एउटै किसिमको दिनुभएको छ। त्यसमा पनि एकदम खुसी छु। अनि यसले पठन पाठनमा चाहिँ राम्रै गर्छ भनेर विद्यार्थीहरूका हक हितका कुरा भए साथै विद्यार्थीहरूलाई चाहिँ पठन पाठन सम्बन्धी अब अत्यन्त जिज्ञासा भएर आफूले मेहनत गरे राम्रो हुने रहेछ र यहाँहरूले हाम्रो हक हितका लागि साथै हाम्रो शैक्षिक क्षेत्रलाई राम्रो बनाउनका लागि हामीलाई पोसाकको व्यवस्था गरी हामीलाई यो ट्र्याकसुट वितरण गरिराख्नु भएको छ र उहाँहरूलाई हार्दिक धन्यवाद प्रकट गर्दछौँ। यसले गर्दा विद्यार्थीहरूलाई चाहिँ नियमित रूपमा विद्यालयमा आएर पठन पाठन गर्न एक किसिमको जिज्ञासा तथा हौसला समेत उहाँहरूले प्रदान गर्नुभएको छ। समाज राष्ट्र सेवाप्रति प्रतिबद्ध भन्ने मूल नाराका साथ कृष्ण लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठानले जिल्लामा गरिरहेको काम समाजका लागि उदाहरणीय सँगै प्रेरणादायक रहेको छ। आफ्नो ठाउँमा समाजको विकासका लागि सकेको योगदान गर्न सकेको खण्डमा समाजको सुधारमा निकै ठूलो टेवा पुग्ने देखिन्छ।